यो खरबुजा कति बेरमा लगाउनु भएको दाइ? लगाउन 76 वटा लगाएको। 76 वटामा 6 वटा मरेको। कति दूरीमा लगाउनु पर्दो रहेछ? 1 मिटर। 1 मिटरमा? 1 मिटर मरे छैन के धेरै लामो जाँदैन यसको झाल? यही हो, यति नै हो। फेरि यो 1 मिटरको दूरी, यो दूरी पनि 1 मिटरको। अब यहाँ 1 मिटर बिचमा छोडेर यो नहरा टिप्छ भनेर, नहराले यहाँको मोल पनि पाउँछ भनेर यो छोडेर उता र यताको यता लाउने हो। हावाले गर्दाखेरि यहीँ माथि हो कि यता र यता जेलिने हो के अरे। यताबाट हावा आउँदाखेरि बटारिएर उतै ल। यसको मूल्य कति छ अहिले? मूल्य त होलसेल भन्छ, उत्पादन भयो ठाउँ नाफै खोज्छ नि। हजुर, फुटेछ नि, पाकेर फुट्यो। फुटेर पुगेछ। पुगेछ। यो पाकेर फुटेको थाहा भएन कि। नयाँ खेती हो, यो पाक्यो यो पाकेन भन्ने थाहा भएन। अहिले पहिलोचोटि लगाउनु भएको? पहिलोचोटि त्यही पनि लगाइयो, आफू भइएन नहुँदाखेरि। यो बतिला नि लगाइरहेछ, फुल खेलिरहेछ, फल्दै जाने फुल्दै जाने रहेछ। बिउ लगाएको पछि यो पछिल्लो लटको हो, बेर्ना लगाएको हो। त्यतापट्टिको त मरिसक्यो। त्यसमा चाहिँ यो बिउै लगाएको नि हुने रहेछ। कति किलोसम्म निक्ल्यो? मेरो त 6-7 किलोसम्म निक्ल्यो। अरूहरूको त लगभग 10 किलोसम्मको निक्ल्यो। यहाँ हुन राम्रो हुँदो रहेछ व्यवसाय तरिकाले गर्दा। हजुर, तर म्याक्सिमम चोरी हुने। चोरलाई उपाय भएन। यो मेरो बेचिया छैन। त्यो सबैले लगाउने गरेदेखि सबैले लगाउँदा सबैको चोरी भयो कि। चोरी भयो। यसको व्यवसायिक खेती गर्न गाह्रै छ। छैन, व्यवसाय गर्ने यसलाई गाह्रो छैन। बलौटीमा त राम्रो हुँदो रहेछ। हजुर, बिउ राख्नु न भनेको जम्मै काट्दै हिँड्नु भयो। बिउलाई राख्ने प्लास्टिकमा चाहिँ पानी नजाने राख्ने। यसैलाई राख्नु।